नमस्ते। हामीहरू चाहिँ नि यति बेला चाहिँ डिनर खान जान लागेको इमेजको टिम। यो चाहिँ लेडिजको टिम हो। अनि उहाँ अनिता, पूजा, आशिका, प्रिना, अलिसा, लक्ष्मी, सालु गुरुङ अनि म अनि केटाहरूको ग्रुप चाहिँ पछि आउँदैछन्। हामी चाहिँ बस चढेर मिनी बस चढेर जान लागेको चुनमुन बीच। मिनी बस चाहिँ जोडनदेखि मिनी बस लाग्छ अनि हामी चाहिँ हाम्रो डेस्टिनेसनतिर लाग्यौँ। डेस्टिनेसनमा जाँदाखेरि बिचमा मैले चाहिँ यो पार्कको भ्यूहरू अनि सी भ्यूहरू खिचेको हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि यो चिङ्गी बीच हो। यो चिङ्गी बीचमा चाहिँ हाम्रो नेपाली दाजुभाइले धेरैले काम गरेर यो चिङ्गी बीच बनेको हो। अनि अरू त्यसपछि हामी चाहिँ गोल्ड कोस्ट बीचको नजिकै आउँदाखेरि मैले फेरि यो सिन खिचेको हो हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि अब हाम्रो चाहिँ डेस्टिनेसन नजिकै आउँदैछ। यहाँ जोर्डनबाट चुनमुन बीच जानको लागि यस्तै 45 मिनट जति लाग्छ मिनी बसमा। अब कुनै मिनी बसले अलिक छिटै लान्छ। हामी चाहिँ अब हाम्रो डेस्टिनेसनमा पुग्यौँ। चुनमुनमा हामी झर्दैछौँ। काफे वान भन्छ यसलाई, काफे वान। चुनमुन बीच पनि भनिन्छ अनि काफे वान पनि भनिन्छ। अनि यहाँबाट हामी जाने र यसलाई चाहिँ चुनमुन बीच भन्ने लेखिया छ। चुनमुन बीच हो यो कार पार्क। अनि यो चाहिँ बीच, चुनमुनको बीच। एकदम राम्रो भ्यू देख्छ यहाँबाट पारिपट्टि। अनि आज चाहिँ अलि क्लाउडी छ र अलि त्यस्तो साह्रो क्लियर चाहिँ छैन। आजको चाहिँ दिन चाहिँ अलि क्लाउडी छ। सायद पानी पर्छ जस्तो छ आज। एकदम ब्युटिफुल भ्यू छ यहाँबाट। अब हाम्रो केटीहरू र हामी चाहिँ यसो बीचको चाहिँ भ्रमण गर्दै, मतलब बीचहरूमा यसो हिँड्दै रमाउँदै खाँदै कुरा गर्दै हाँस्दै हिँडिरहेछौँ। हजुरहरूले हेर्न सक्नुहुन्छ भिडियोमा हाँस्दै हिँडेछ केटीहरू र रमाउँदै हिँडेको छ। उहाँ चाहिँ अलिसा हुनुहुन्छ ल। उहाँ चाहिँ सालु गुरुङ एकदमै खुसीको पल भएको भएर हाँस्दै हिँड्नु भएको छ। पूजा, लक्ष्मी, प्रिना, अलिसा, आशिका हामीहरू उहाँहरूको नामहरू म चाहिँ मेन्सन गरेको। हामी चाहिँ यसरी खाँदै रमाउँदै बीचको रमाइलो लिँदै हिँडेको। अब यहाँ चाहिँ रेस्ट, अब स्न्याक भन्नु पर्यो। हामी चाहिँ लन्च चाहिँ हामीले चाहिँ सेलुनबाटै गरेर आएको। अनि चाहिँ स्न्याक बिचमा चाहिँ अलिअलि भोक लाग्यो केटीहरूलाई, ल खाउँ है भनेर फेरि किनिवरी त्यो साइडमा एउटा दोकान छ नि, बिचमा चुनमुन बिचमा एउटा साइडमा दोकान छ, त्यसमा चाहिँ हामीले किनेर फेरि हल्का फुल्का दिएको। अब हामी डिनर खाने हो भनेर हामी थोरै खाएको। यहाँनिर एउटा जुस अनि नुडल, चिप्सहरू, हल्का स्न्याक। यसरी हामी कहिलेकाहीँ चाहिँ बिचमा रमाउन जान्छौँ, डिनर खान जान्छौँ। इमेजका टिमहरू भएर चाहिँ डिनर लन्च कहिलेकाहीँ यसरी बाहिर आउटिङ जान्छौँ। अनि यसलाई चाहिँ चुनमुनको बीचको भनिन्छ। र अनि गोल्ड कोस्टको यहाँ रेस्टुरेन्टहरू छ। यहाँ इन्डियन रेस्टुरेन्टहरू छ, इटालियन छ, थाई रेस्टुरेन्टहरू छ। एकदम राम्रो रेस्टुरेन्ट छ। हामी चाहिँ आज चाहिँ बिस्ट्रो भन्ने एउटा इटालियन हो या के रेस्टुरेन्ट हो यो, बिस्ट्रो भन्ने हो। तर एक्ज्याक्टली कुन देशको रेस्टुरेन्ट भन्ने कुरा मलाई यादै भएन। यहाँ गएर खानलाई हामी चाहिँ डिनर चाहिँ यहाँ बुक गरेका थियौँ र हामी चाहिँ यहाँ खाना खाँदैछौँ। अब हामी खाने अनि इन्जोय गर्ने अनि जाने भनेर मजाले खायौँ। यहाँको प्राइस चाहिँ रिजनेबलै छ। बहिनीहरूले डिस्काउन्ट गरिदिनु भएको थियो। नेपाली बहिनीहरू हुनुहुन्छ यहाँ म्यानेजर, उहाँले डिस्काउन्ट पनि गरिदिनु भएको थियो। र खाना एकदम मिठो छ यहाँनिर बिस्ट्रो भन्ने ठाउँमा, यहाँ चुनमुन बीचमा। राम्रो छ खाना, जे इन्भाइरोमेन्ट पनि राम्रो छ। केटीहरूले पुरै इन्जोय गरेर खाइरहेछ। रमाइलो थियो। र त्यो हामी चाहिँ बिचमा गएर यसरी डिनर खाँदा रमाइलो हुन्छ, माइन्ड फ्रेस हुन्छ। उहाँको चाहिँ रातिको नाइट सिन चाहिँ एकदम राम्रो थियो।
उहाँले एक आपसमा गफ गर्दै खाँदै गर्नुभएको छ। उहाँ चाहिँ लास्ट अब यो चाहिँ लास्ट अर्डर अनि अब लास्ट खाएर जाने भन्ने कुरा डिसाइड गर्दै अब हामी जाने है अलि खानु मजाले भनेर अनि अब लास्ट अर्डर गरेर खाएर अब जाने भनेर हामी जानेको रेडी। र यति भन्दै मैले चाहिँ आजको भिडियो खतम गर्छु।